हेलो एन्ड नमस्ते, स्वागत छ तपाईँलाई मेरो नयाँ भिडियोमा। र आजको भिडियोमा कुरा गर्नेछु जापानको ल्याङ्ग्वेज स्कुलहरूको बारेमा। तपाईँहरू यो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक, सेयर एन्ड सब्सक्राइब गर्नुहोस् र जापान आउँदै हुनुहुन्छ भने यो भिडियो लास्टसम्म हेर्नुहोस्। तपाईँहरूलाई लाग्ला कि जापानको क्लासहरूमा सुत्न पाइएला, फोन चलाउन पाइएला, जे मन लाग्यो त्यही गर्न पाइएला, तर त्यस्तो हुँदैन। रियालिटी के हो म आज तपाईँहरूलाई भन्छु। जापानको क्लास भनेको एकदमै इम्पोर्टेन्ट क्लास हो र मेन चिज हो जापानको लागि। किनभने जापान आउने स्टुडेन्ट भिजामा भनेको पढ्नको लागि हो र यहाँ चाहिँ पढाइमा एकदमै इम्पोर्टेन्ट बनाएर लिएर गएको हुन्छ टिचरहरूले। यहाँ चाहिँ टिचरहरूलाई सेन्सै भनिरहेको हुन्छ र म भिडियोमा पनि बिचबिचमा सेन्सै भन्छु, तपाईँहरू त्यसमा चाहिँ कन्फ्युज नहुनु होला। जापानको सबैभन्दा इम्पोर्टेन्ट हो क्लासहरूमा चाहिँ एटेन्डेन्स, जुन चाहिँ तपाईँहरूले 100मा 100 गराउनु पर्छ। किनभने पछि तपाईँलाई त एकदमै काम लागेको हुन्छ। किनभने पछि सेन्मन गएकोहरू र हाई स्कुलहरू जानलाई तपाईँहरूलाई यो काम लाग्छ। अब कुरा गरौँ जापानको टिचरहरू। यहाँको टिचरहरू कस्तो हुनुहुन्छ? यहाँको टिचरहरू चाहिँ एकदमै ठिक, जुन चाहिँ पर्सनल कुरामादेखि लिएर तपाईँलाई जे कुरामा पनि हेल्प गर्ने नेचरको हुन्छ। जस्तै कि यहाँ तपाईँहरू बिरामी हुनुभयो, सबै कुराहरू भयो भने चाहिँ तपाईँहरूलाई हस्पिटल लिएर जाने, अरू केही कुराहरू पनि भयो भने चाहिँ त्यो कुराहरू सल्भ गर्ने। र टिचरहरूले चाहिँ तपाईँहरूलाई चाहिँ एकदमै सानो बच्चा जस्तो केयर गरेर चाहिँ राख्नुहुन्छ, जुन कुराले चाहिँ यहाँको एकदमै पोजिटिभ भाइब्स दिन्छ। र टिचरहरूको चाहिँ यो सानो सानो केयर गर्ने बानीले चाहिँ हामीहरूलाई एकदमै पोजिटिभ भाइब्स दिन्छ र यहाँ बस्नलाई चाहिँ एकदमै हामीलाई राम्रो वातावरण सिर्जना गरेको हुन्छ। अब कुरा गरौँ पढाइहरूको बारेमा। यहाँको पढाइ चाहिँ एकदमै प्र्याक्टिकल मेथडले हुन्छ र यहाँ चाहिँ फोन चलाउने, सुत्ने यस्तो गर्न चाहिँ पाइँदैन। तर फोन चलाउन पाइन्छ कस्तो बेलामा? यहाँको केही प्र्याक्टिकल कुराहरू, यहाँ टिचरहरूले दिएको कुराहरू, टिचरहरूले केही कुराहरू मोबाइलबाट, केही कुराहरू चाहिँ नर्मल्ली पेपरहरूबाट चाहिँ लेखाउने, सिकाउने गर्नुहुन्छ। र त्यो चाहिँ क्लासहरूको टिचर अनुसार पढाउने चाहिँ मेथडहरू फरक हुन्छ। जस्तै कोही टिचरहरूले चाहिँ सुत्न दिएको हुन्छ, जुन चाहिँ तपाईँहरूले टिकटकको रिलहरूमा, फेसबुकको रिलहरूमा र कुनै ठाउँ देख्नुहुन्छ। तर धेरै जस्तो स्कुलहरूमा चाहिँ तपाईँहरूलाई सुत्न दिएको हुँदैन। सुत्यो भने चाहिँ एकदमै नराम्रो मान्छ र तपाईँहरूलाई चाहिँ यहाँ पहिला चाहिँ यसो सुत्नेलाई राम्रो भन्ने त्यस्तो थियो। तर आजभोलिको स्कुलहरूमा कुनै पनि स्कुलमा सुत्न दिँदैन, किनभने स्टुडेन्टले धेरै काम गरेर अनि फेरि नाइट काम गरेर चाहिँ आएर क्लासमा सुत्ने, यस्तो गरेर चाहिँ यहाँको एकदमै नेचरै वातावरणहरू चाहिँ चेन्ज गरे। त्यसै कारणले चाहिँ यहाँ सुत्नेलाई चाहिँ अब आजभोलि चाहिँ एकदम नराम्रो मानिन्छ। सुत्ने स्टुडेन्टहरूको चाहिँ भिजामा पनि प्रब्लम देखाइदिन्छ र अरू कुराहरूमा चाहिँ पछाडि पारिरहेको हुन्छ। अब कुरा गरौँ क्लासको टाइमिङको बारेमा। यहाँ चाहिँ कसरी हुन्छ क्लासको टाइमिङ? एउटा चाहिँ बिहानको हुन्छ र अर्को चाहिँ दिउँसोको हुन्छ। जसरी यहाँ कुनै गएकोले 3 घन्टा, कुनैले 4 घन्टा यसै गरेर पढाएको हुन्छ र हाम्रो चाहिँ ती 3 घन्टा गरेर 2टा क्लास छ, जुन चाहिँ बिचमा चाहिँ ब्रेक टाइम हुन्छ, त्यसैले 4 घन्टा पनि हुन्छ। सो यहाँ आउनेले चाहिँ ख्याल गर्नु होला, क्लासहरूको टाइमिङले पनि तपाईँहरूको इन्कमदेखि लिएर सबै कुरामा फरक पार्छ। बिहान क्लास छ, दिउँसो क्लास छ, तपाईँहरूको इन्कम एकदमै फरक हुन्छ। अर्को कुरा चाहिँ यहाँ एकदमै चेन्ज कुरा चाहिँ सिट प्लानिङ। धेरै जसो गएकोमा चाहिँ सिट प्लानिङहरू टिचरहरू आफैले गरिदिनुहुन्छ। किनभने यहाँ चाहिँ छुट्टै राखेर, छुट्टै म्यानेज गरेर, जान्ने नजान्ने गराएर चाहिँ क्लासको सिट प्लानिङ हुन्छ। फोटो हुन्छ, फोटो अनुसार बस्ने हो। इक्जाममा जस्तै यहाँ चाहिँ त्यसरी लिएर गएको हुन्छ, जसले चाहिँ तपाईँहरू आफ्नो साथीसँग सँगै बस्ने भन्ने हुँदैन। यहाँ चाहिँ छुट्टै सेपरेट बेन्चहरू हुन्छन्, जुन चाहिँ बेन्चले तपाईँहरूले चाहिँ आफ्नो साथी र आफू चाहिँ टाढा हुन सकिन्छ, फरक भइन्छ। कसैले सोचिन्छ कि जापान गएर पनि म साथीसँगै बस्ने, साथीसँगै हुन्छु क्लासमा पनि भन्ने हुन्छ। तर त्यस्तो हुँदैन। यहाँ चाहिँ एकदमै छुट्टाएर राखिदिएको हुन्छ। सो तपाईँहरूले यो कुरा पनि ध्यान दिनु होला। हरेक महिना चाहिँ यहाँ चाहिँ विभिन्न तरिकाको टेस्टहरू हुन्छ, जुन टेस्टमा तपाईँहरूले चाहिँ चिट गर्नुभयो, केही साथीको हेर्ने, साथीलाई सिकाउने यस्तो गर्नुभयो भने चाहिँ सिधै घर पठाइदिन्छ। यहाँ चाहिँ भिजा चाहिँ सिधै रिजेक्ट गरिदिन्छ र यहाँदेखि चाहिँ सिधै पठाइदिन्छ। किनभने यहाँ चाहिँ टेस्टहरू, इक्जामहरूमा चाहिँ एकदमै कडाभन्दा कडा कारवाही गर्छ, कडाभन्दा कडा गरेर लिएर गएको हुन्छ। हामीहरूलाई लाग्ला कि टेस्ट हो, केही बुझ्दैन, नेपालीमा बोलिन्छ। तर यहाँ चाहिँ केही कुरा पनि यस्तो चिटहरू गऱ्यो भने चाहिँ सिधै घर पठाइदिन्छ र त्यसले चाहिँ एकदमै धेरै गाह्रो र आफूलाई चाहिँ पछिको समयलाई चाहिँ तपाईँहरूलाई एकदमै नराम्रो गर्छ, जसलाई चाहिँ तपाईँहरूले एकदमै ध्यान दिनु होला। सुरुमा चाहिँ थाहा हुँदैन, टिचरहरू चाहिँ यस्तो छन्, सजिलो छन्, केही भन्दैनन् जस्तो लाग्छ र हामीहरू चाहिँ हल्का त्यस्तो कुराहरू गर्नमा चाहिँ हल्का प्रेरित भइन्छ। बट तपाईँहरूले त्यस्तो चाहिँ नगर्नलाई, यो चाहिँ हामीहरूले भोगेको कुरा र तपाईँहरूले चाहिँ यो
एकदमै ख्याल गर्नु होला र यो तपाईँहरूलाई एकदमै इम्पोर्टेन्ट छ। अर्को कुरा हो क्लासको सरसफाइ। क्लासको सरसफाइ तपाईँहरूको नेपालको जस्तै टिमहरू बनाएर जस्तै बेन्चहरू बनाएर लाइनहरू बनाएर चाहिँ गरेको हुन्छ र हरेक दिन सबैले चाहिँ गर्नै पर्छ, किनभने सफा गर्नुपर्छ। सफा गरेपछि चाहिँ तपाईँहरूलाई एकदमै राम्रो मानिन्छ। यदि सफा गर्नु भएन भने चाहिँ तपाईँहरूलाई एकदमै नराम्रो स्टुडेन्टमा गनिनुहुन्छ। त्यही भएर क्लासहरू सफा गर्ने पाला हुन्छ, पालामा चाहिँ एकदम सफा गर्नुपर्छ। त्यसैले यहाँको नियम चाहिँ एकदमै फलो गर्नुपर्छ र तपाईँहरूले यदि नियम पालना गर्नुभयो भने चाहिँ तपाईँहरूको जापानको बसाइ र जापानको सपना चाहिँ तपाईँहरूको एकदमै राम्रो हुनेछ। यदि फलो गर्नु भएन भने चाहिँ तपाईँहरूको भिजादेखि लिएर पढाइदेखि लिएर हाई स्कुलदेखि लिएर सबै ठाउँ तपाईँहरूलाई चाहिँ एकदमै प्रब्लम हुन्छ। त्यसैले तपाईँहरूले चाहिँ यो कुराहरू ध्यान गर्नुहोला र भिडियो चाहिँ इन्फर्मेटिभ लाग्यो भने अरूमाझ पनि सेयर गरेर केही कुराहरू जान्न सिक्नलाई चाहिँ पठाउनु होला र नयाँ हुनुहुन्छ भने च्यानलमा लाइक सेयर एन्ड सब्सक्राइब गर्नुहोला। यस्तै अरू भिडियोहरू लिएर आउँछु, त्यतिन्जेलको लागि चाहिँ वेट गर्नुहोला। सो टाटा बाई बाई, जय नेपाल।